नमस्ते। राज संस्था र हिन्दू अधिराज्य आज यो देशको लागि कति महत्त्वपूर्ण बन्यो भन्ने कुरा सम्पूर्ण नेपाली नागरिकहरूले बुझिसकेका छन् र अब बुझ्न बाँकी छैन होला मलाई जस्तो लाग्छ। साथै उदाउँदै गरेका एसियाका महान छिमेकी मुलुकहरू भारत र चाइना, यी दुईटै देशको पनि राज संस्था र हिन्दू अधिराज्य अब अन्य देशबाट आक्रमण हुँदा जोगाउने छहारी बन्न सक्छ। साथै नेपालमा रहेका यी अरू दलहरूको पनि छहारी बन्न सक्छ। त्यसले गर्दाखेरि बेलैमा राष्ट्रवादी शक्तिहरू, दलहरू र राष्ट्रबाट बाहिर रहनुभएका नेपाली नागरिकहरूले अब के बुझ्नुपर्ने दिन आएको छ भने राज संस्था र हिन्दू अधिराज्य यो देशको लागि अपरिहार्य छ, देश जोगाउन, राष्ट्र जोगाउन। त्यसैले गर्दाखेरि महाराज धिराजको यही माघ 12 गते हुने जनकपुर धाम राम जानकी मन्दिरको पूजा आजामा सहभागी हुन आउने कार्यक्रममा सम्पूर्ण राष्ट्रवादीहरूलाई एक भएर, एक ढिका भएर आउन म आह्वान गर्दछु। साथै माघ 16 गते सिराको लाहानमा हुने बृहत आम सभामा सरिक होइदिन हुन पनि म हार्दिक अनुरोध गर्दछु। जय राष्ट्रवाद। नमस्ते।